छोटो समयमा करोडपति बन्न सक्ने माध्यम शेयर मार्केट हो भनेर सुन्नु भएको छ र लगानी गर्ने सोचमा पनि हुनुहुन्छ र म लगानी गर्न त चाहन्छु तर अब ढिलो भइसक्यो, मलाई त केही पनि आउँदैन, म सिकेर लगानी गर्छु, पछि लगानी गर्छु भन्ने लागेको छ भने यो भिडियो आज तपाईको लागि हुन सक्छ। शेयर मार्केटमा जति बेला पनि लगानी गर्न सक्नुहुन्छ। कुनै पनि बेला शेयर मार्केटमा लगानी गर्न ढिलो वा छिटो भएको हुँदैन। यदि तपाई लगानी गर्ने सोचमा हुनुहुन्छ र लगानी गर्छु, मसँग पर्याप्त फन्ड पनि छ र पर्याप्त मैले ज्ञान पनि लिएको छु, जति चाहिन्छ त्यति ज्ञान पनि लिएको छु भन्ने लाग्छ भने त्यो नै सही समय हो कि शेयर मार्केटमा इन्ट्री गर्नको लागि। शेयर मार्केटमा तपाई जति नै छिटो इन्ट्री गर्नु, तपाईलाई यस्तै लाग्छ कि म इन्ट्री गरेको टाइम ढिलो थियो, मैले अगाडि नै शेयर मार्केटको बारेमा थाहा पाउनु पर्थ्यो र म अझै ग्रोथ गर्न सक्थेँ भन्ने तपाईलाई जहिले पनि लागिरहन्छ। सबैलाई म शेयर मार्केटमा इन्ट्री गर्न ढिलो गरेँ, म यति छिटो यति चाँडो उमेरमा इन्ट्री गरेको थिएँ तर पनि म यो भन्दा 2-4 वर्ष अगाडि नै मैले इन्ट्री गरेको भए अझ ग्रोथ गर्न सक्थेँ भन्ने बनाउने मार्केट आफू चाहिँ कहिले स्थापना भएको थियो त? स्थापना कालदेखि अहिलेसम्म आइपुग्दा नेपालको शेयर मार्केटमा के सुधारका कामहरू भइरहेका छन् त? आउनुहोस् म तपाईलाई बताउने छु। 2033 सालमा सेक्युरिटी एक्सचेन्ज सेन्टर स्थापना भयो। सरकारी बन्ड र सीमित कारोबार यहीँबाट सुरु भयो। यसलाई सुरुवाती चरण मान्न सकिन्छ। र 2050 सालमा नेपाल स्टक एक्सचेन्ज नेप्से स्थापना भयो। साथै सेक्युरिटी बोर्ड अफ नेपाल पनि गठन भयो र यहीँबाट औपचारिक रूपमा सेकेन्डरी मार्केट सुरु भयो। 2050 देखि 60 सम्म आइपुग्दा नेपालको शेयर मार्केट विशेष गरी बैंक केन्द्रित रह्यो र त्यो बेला कारोबार गर्ने मानिसहरू पनि सीमित थिए। 2060 देखि 70 को बीचमा आइपुग्दा इन्सुरेन्स, फाइनान्स, हाइड्रो पावर लगायत अन्य सेक्टरहरू पनि सेकेन्डरी मार्केटमा थपिँदै गए। यो बेलासम्म आइपुग्दा आइपिओ पनि आउन थालेको थियो। सेकेन्डरी मार्केटमा आइपिओको प्रचलन एकदमै बढिरहेको थियो तर फिजिकल शेयर सर्टिफिकेट यो बेला पनि चलनमै थियो। र 2071 देखि 75 सम्म आइपुग्दा डिम्याट सिस्टम सुरु भयो, सिडिएस एन्ड क्लियरिङ स्थापना भयो, कागज शेयर सर्टिफिकेटहरू बिस्तारै हट्दै गए र कारोबार व्यवस्थित हुन थाल्यो। र 2075 सालपछि अनलाइन ट्रेडिङ सिस्टम टिएमएस स्थापना भयो र यहाँबाट अनलाइन कारोबार सुरु हुन थाल्यो र सबैजनाले घरमै बसी शेयर खरिद बिक्री गर्न यहीँबाट सुरु गर्नुभयो। यहाँबाट धेरै लगानीकर्ता बजारमा भित्रिँदै गए। 2076 देखि 78 सम्म आइपुग्दा नेप्से इन्डेक्स हालसम्मकै उच्च बिन्दुमा पुगेर बिस्तारै झर्न सुरु गर्यो। 2079 देखि 80 सम्म आइपुग्दा ब्याज दर बढ्यो, कर्जा महँगो भयो, अन्य नीतिहरू टाइट हुँदै गए र यहाँबाट लिक्विडिटी सङ्कट आयो। यहीँबाट बजारमा करेक्सन देखिन पनि सुरु गर्यो र हालसम्म आइपुग्दा नेपालको शेयर मार्केट आफ्नो साइकलमा चलिरहेको छ भन्न सकिन्छ। लगानीकर्ता पहिलेभन्दा सचेत भएका छन् र विभिन्न सुधारका कामहरू पनि हुँदै गइरहेका छन्। यसरी हेर्दा नेपालको शेयर मार्केट 2033 सालमा सुरु भएर 2050 पछि व्यवस्थित भयो, 2075 पछि डिजिटल बन्यो। यो बजार रिस्क र अपर्च्युनिटी दुवै भएको बजार हो। नेपालको मार्केट डेभलपिङ मार्केट पनि छ, त्यसैले ज्ञान, धैर्य र डिसिप्लिन बिना शेयर मार्केटमा प्रवेश नगर्नुहोस्। थोरै अध्ययन गर्नुहोस्, थोरै फन्ड बनाउनुहोस् र सिकेर शेयर मार्केटमा इन्ट्री गर्नुहोस्। यदि यति गर्नुभयो भने शेयर मार्केटबाट निराश भएर जानुपर्ने अवस्था सायद नआउन सक्छ।